हेलो सम्पूर्ण साथीहरुमा आज चाहिँ हाम्रो यो गीतको सुटिङ हुँदैछ ललितपुरको 4 ठाउँमा सुटिङ हुँदैछ एकदमै रमाइलो हुनेवाला छ म जाँदै छु फाइनली म नागदहमा पुगेको छु अरु 2 ठाउँमा भइसकेको छ अब तेस्रो ठाउँ हो नागदह ललितपुरको पर्यटकीय स्थल एकदमै रमाइलो सुन्दर शान्त ठाउँ रहेको रहेछ है म पनि पहिलोचोटि मात्रै गएको रमाइलो लाग्यो हेर्दै आनन्दमय नागको मन्दिर हो यो चाहिँ एकदमै राम्रो छ ललितपुर योग समिति नेपालका आदरणीय गुरु श्री प्रकाश खड्काज्यूको गीत सुटिङ हुँदैछ यहाँ सुन्दर गीत रहेको छ आनन्दमय गीत एकदमै आनन्द है सन्देशमूलक गीत रहेको छ त्यो गीतको चाहिँ आज यहाँ सुटिङ हुँदैछ हामी सम्पूर्ण यो प्रेमीहरू आएका छौँ उहाँलाई साथ सपोर्ट माया हौसला प्रदान गर्नको लागि एकदमै रमाइलो ठाउँ हेर्नुस् न कस्तो राम्रो राम्रो ठाउँहरू छान्नु भएको छ फेरि उहाँले सुटको लागि ठाउँ पनि र एकदमै जनसागरले साथ दिनु भएको छ उहाँलाई सबैले माया गर्नुहुन्छ एकदमै राम्रो सहभागिता उल्लासमय सहभागिता रहेको छ म आइपुग्न लागेछु ल है त अब हामी यहाँ परिक्रमा गर्दै छौं यो नागदह यो पोखरीको वरिपरि हामी घुम्दै छौं गीतको एकदमै ड्रोनले माथिबाट खिचिरहेको छ म्युजिक भिडियो रिलिज भएपछि हेर्नु होला युट्युबमा गएर है अब छिटै नै रिलिज हुन्छ युट्युबमा यो हामी चाहिँ यस अब चाहिँ हामी त्यो स्थान छोडेर अब हामी बालकुमारी जोरमा आइपुग्यौं यहाँ चाहिँ हामीले ठुलो ओम लेख्दै छौं राम्रो छ पछि भिडियोमा हजुरहरुले देख्नुहुनेछ के लेख्यौं के बन्यौ भनेर है यो एकदमै राम्रो भिडियो बनेको छ सुन्दर भिडियो हजुरहरुले हेर्न सक्नुहुन्छ युट्युब च्यानलमा गएर है यो चाहिँ एकदमै सुन्दर छ ठाडो खिचिएछ यो भिडियो चाहिँ मिलाएर हेर्नु होला है त यहाँ हामी म्यामसँग छौं बसेका छौं एकछिन सुट सकिसकेको छ साथीहरु खाना खानको लागि गइसक्नु भएको छ नभनी सोचे थिए त्यो जोरको अघि नै सुट हुने बेला नाच्दै हुन्छ साथीहरु सेक्रेटरी पो चाहिने रहेछ यस यहाँ चाहिँ अब ध्यानको लागि सुट हुन लागिरहेको छ मेकअप आर्टिस्टले तयार गर्दै हुनुहुन्छ योगमा ध्यानको पनि विशेष महत्त्व रहेको हुन्छ त्यही देखाउँदै हुनुहुन्छ गुरुहरूले ओम शान्ति 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 यस अब हामी चाहिँ सन्तानेश्वर मन्दिर परिसरमा आइपुगेका छौं र यहाँ हाम्रो यो गीतको फाइनल चरणको सुटिङ पनि सकिसकेको छ अब हामी ओह्रालो झर्दै छौं सबैजना एकदमै रमाइलो र हर्ष उल्लासका साथ बित्यो आजको दिन सबैजना खुसी हुनुहुन्छ ललितपुर पतञ्जलि योग समिति नेपालका सदस्यहरू योग प्रेमीहरू योग गुरुहरू सम्पूर्ण साधक साधिकाहरू सम्पूर्ण धेरै खुसी हुनुहुन्छ मलाई त्यस्तो देखेछु म पनि खुसी छु हैन सबैजनाको तर्फबाट प्रकाश खड्काज्यूलाई धेरै धेरै शुभकामना यो गीत सुपर डुपर हिट रहोस् सबै यो केन्द्रहरुमा बजोस् यही कामना गर्दछु हार्दिक आभार अनि हार्दिक आभार हजुरहरुलाई पनि यो भिडियो हेरेर बस्नुहुने सम्पूर्णलाई यो चाहिँ म हो है अनि ल मेरो तर्फबाट पनि यो भिडियो हेरेर बस्नुहुने सम्पूर्णलाई धेरै धेरै धन्यवाद भिडियो मन पर्यो भने लाइक शेयर सब्स्क्राइब कमेन्ट गरिदिनु होला है ल भिडियो अन्तिमसम्म हेर्नु भएकोमा धेरै धेरै धन्यवाद सम्पूर्ण साथीहरुलाई अब हामी घर जाने तयारी गर्दै छौं आजको दिन शुभ रह्यो गीतको बोल पनि शुभ दिन हो है हजुरहरुले युट्युबमा आएपछि सर्च गरेर हेर्नुहुनेछ
शेयर सब्सक्राइब गर्नुहुनेछ भन्ने पूर्ण आशा राखेको छु। प्रकाश गुरु की जय।